मलाई चाहिँ एकदमै धेरै पिज्जा भनेपछि मनपर्ने कि साथीहरू हैन। कस्तो आई लभ हेर्दै मलाई त मुखबाट पानी आउँछ कि खाना एकदमै मनपर्छ हैन। बाहिरको पिज्जा खानालाई एकदम धेरै केमिकल के हालेर बनाउँछ। मैले चाहिँ घरमा एकचोटि ट्राई गरेँ आफैले बनाउनको लागि। त्यसपछि लाएर मस्त मसलाहरू हालेर हेर्नुहोस् त भेजिटेबलहरू सब घोलेर अनि अन्डा 3टा हालेँ, थोरै मैदा हालेँ अनि एकदमै राम्रो भयो कि। अब चाहिँ यो डिसलाई मजाले बनाउनु पर्यो भनेर के लागेको थिएँ, कस्तो दामी बन्यो। होटेलको पिज्जा भन्दा आफूले बनाएको पिज्जा धेरै राम्रो हुन्छ, हेल्दी पनि हुन्छ बच्चाहरूको लागि। हजुरहरू पनि ट्राई गर्नुहोस्। हेर्नुहोस् त मैले कति राम्रो पिज्जा बनाएको छु। अब बनाउँदैछु। यसपछि म अब बनाइसकेँ। हेर्नुहोस् त कति राम्रो भएको। फर्स्ट लटको त धेरै राम्रो भएको थियो, दोस्रो लटको त पान बनाउँछु भनेर बुढोलाई सरप्राइज दिन्छु भनेको कारणले चाहिँ हल्का बिचमा स्क्र्याक भयो, लडेको जस्तो भएको छ। हेर्नुहोस् त कस्तो मिठो